यो मौरी चाहिँ हुल छुट्नलाई रेडी भन्दा पनि रेडी छ है साथीहरू। यहाँ तपाईँहरूलाई देखाउँ क्विन चाहिँ निक्लिहाल्ने अवस्थामा रहेको छ है त। यो यहाँनिर देख्नुहुँदै होला यो क्विन अबको केही क्षणमै निक्लिन्छ। काट्दैछ र म यसलाई चाहिँ एकदम नेचुरल्ली स्वार्मिङ हुन दिने है त साथीहरू। हेर्नुहोस् है यस्तो किसिमले चाहिँ मौरीले क्विन सेल बनाउँछ। एकदम नेचुरल्ली हुल छुट्याउनको लागि चाहिँ यस्तो किसिमले गर्छ है त मौरीले काम। एकदमै राम्रो ब्रुडिङ छ, कुनै प्रकारको आपत्ति छैन। ब्रुडिङ हेर्नुहुन्छ भने चाहिँ यस्तो छ है। यहाँ हेर्नुहोस् बच्चा कस्तो छ, एकदमै भनौँ एकदमै दामी रहेको छ। यहाँ हेर्नुहोस् पनि क्विन रेडी हुँदैछ। यहाँ एकदमै टाइट छ मौरी र यति बेला अलिकति टाइमिङ नमिलेको कारणले गर्दा मौरी पनि एकदमै एग्रेसिभ हुन्छ। यो